हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। मैले चाहिँ आज धेरै दिनपछि ब्लग हाल्दैछु किनकि म बिजी थिएँ। म चाहिँ उठेँ अनि त्यसपछि चाहिँ म चाहिँ एकछिन पढेँ अनि मेरो क्लास जाने बेला भएकोले म चाहिँ रेडी भएँ। मैले चाहिँ खाना बनाउनु पर्दैन किनकि मेरो भाइ छ गाइज होइन। त्यसपछि चाहिँ म क्लास गएर चाहिँ फर्किँदा चाहिँ म चाहिँ यसो साथीहरूसँग रमाइलो गरेँ अनि हामी चाहिँ सधैँ यस्तै हाँसो मजाक गर्छौँ गाइज होइन। त्यसपछि चाहिँ म चाहिँ रुममा फर्केर चाहिँ खाना खाएँ। मेरो भाइले चाहिँ एकदम मिठो खाना बनाएको थियो अनि त्यसपछि चाहिँ मैले चाहिँ कपालमा तेल लगाएँ अनि त्यतिखेरसम्म चाहिँ मैले पिरालु बसालेँ। मेरो भाइले चाहिँ गाउँदेखि पिरालु ल्याएको थियो अनि पिरालु पाक्दै गर्दा चाहिँ मैले सावर लिएर आएँ अनि त्यसपछि चाहिँ मैले मेरो भाइलाई चाहिँ पिटेको थिएँ गाइज, कसरी रोएको छ। अनि त्यसपछि त्यतिखेरसम्म चाहिँ मेरो पिरालु पनि पाक्यो अनि त्यसपछि चाहिँ मैले चाहिँ मेरो भाइलाई जिस्काउँदै चाहिँ पिरालु खाएँ। पिरालु चाहिँ मैले धेरै वर्षपछि खाएको थिएँ गाइज होइन। तपाईँहरूलाई चाहिँ पिरालु कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अनि त्यसपछि चाहिँ मेरो भाइसँग चाहिँ एकछिन मस्ती गरेँ होइन गाइज। अनि मेरो कपाल चाहिँ यस्तो भएको थियो सुकेपछि। अनि आजलाई यति नै, भोलि भेटौँला, बाई बाई गाइज।